आज डे 3 आज हामी लोमङदेखि कोर्ला बोर्डर अनि त्यसपछि सिधै मुक्तिना जाने प्लान गरा हम सब यहाँ मेरो यहाँ ज्याकेट भिजेर खराब भयो। 7 बजेर 1 मिनट गयो। हामी अब लोमङदेखि कोर्लातिर लाग्दै हम। नास्ता नि केही खाए होइन, पानी खाएर हिँडेको हामी। साथीको बाइक अड्कियो, बाटो डेन्जर रहेछ यार। रुक न रुक। दौडेर आएको त अनि हामी बल्ल 1 किलोमिटर आइयो। अझै 20 किलोमिटर बाँकी छ। घामै लागेन के, बादल लाग, त्यो भएर पनि जाडो भयो धेरै। अनि के पनि बस्नु हामीलाई चाहिँ यहाँबाट लगभग 10 किलोमिटर पछि के भएर आउँछ, तर पहिला कोर्ला गइन्छ अनि के पसिन्छ अनि बल्ल यहाँ आइन्छ अनि खानासाना खाएर लागिन्छ। ए वहाँसम्म यो कट्नु पर्छ क्या, यो पहाड सायद यो जङ्गलदेखि पनि कट्नु पर्छ सायद। कोर्लाबाट आउन अझै 14 किलोमिटर छ। अनि यहाँ यस्तो पुरै पानी बगेछ बिचबाट, सायद कालीगण्डकीकै पानी होला। अझसम्म बोर्डर देखिएको छैन हामीले त। त्यहाँ माथि टावर छ के अरे, सायद त्यतातिरै हुनसक्छ एनटिसीको टावर क्या। त्यो एउटा एनसेल चल्दैन। अब अझै 15-20 मिनट लाग्छ होला। जाडो भयो यार, तर यो औँला चलेकै होइन, बुढी औँला। ओहो, यहाँबाट हाम्रो लास्ट इन्ट्री हुन्छ क्या। हातै चल्दैन त यार। सब भन्सार गर्ने गाडी BYD को 82 सब BYD हाम्रो एन्ट्री भयो। लाइसेन्स नम्बर पनि लिने रहेछ, धन्न याद थियो, हेर्नै परेन। कसलाई हुन्छ ल, यसलाई कहाँ राखौँ त? यसलाई केमा राखौँ त? ओए भयो खोल्ने धन्न खोलिन्छु। ल जामै बस। बादलहरू त यहीँ देखिरह यार। 4000 मिटरमा आइसक्यो। हेर त पुरै ढाकेको यार। माथि फोटो राम्रो आउनु जस्तो छ आज। बाटो बिग्रेको भने क्या मजा आएको चलाउनु अहिले त। अब आयो क्या केही टेन्सन देखेछ के अरे, 60मा कुदेर हामी यस्तो बाटोमा। फुल लिगेको छु त्यही पनि कुदे होइन, 59 मा अड्क्यो। हिउँ पऱ्यो हुन्थ्यो नि यार। ला जाडो भएर अहिले त या सही मजा आयो यार। 75 मा हानिएछ यस्तो बाटोमा। ओहो क्या दामी गेट हो नेपालको। चाइनाको नेपालको त के हुने यस्तो।
के भएर आयो कोर्ला बज्यो 8 बजेर 1 मिनट गयो बाइक त्यहाँ राखेछौँ यहीँ त रहेछ बोर्डर नेपालको केही होइन त टेन्ट नेपालको त्यहाँ बाइक लिएर खिचेको थियो यार दाइहरूले फोटो लानु पाइन त हामीले बादल हेर न यार उता हिउँ हेर न हामी टिनतिर जाँदै हम हामी चाइनिज टिम टिप्पीहरू त रोविङतिर छौँ रोविङ हामी अहिले टेन्टभित्र हम 8 बजी 10 बजिरहेको चाइनामा चाइनाको टाइम भएछ के हो यो ब्रान्डको नाम मलिक जुस अलि माथि देख्यो मिठो हो यार सुरु देख्यो फोटो खिच्दा तनाव भयो यार फोटो नि खिच्न गाह्रो होइन हात जमिसक्यो हामी क्याम्पभित्र हम रक्सी पनि पाइने रहेछ यत्रो छ यहाँ अनि हामीले चाहिँ यो टिममा लग्यो प्याक गरिदिइराख्नु भयो हामीले चाहिँ कुन लग्यो हामीले अभिषेकले लग्यो मैले लगेँ अर्कोले यो लग्यो भन्न चाँडो आइएछ यत्रो भिड ल रक्सी सपिङ हाने मैले 15 किने कति धेरै हो कि बाइकहरू आमा ल कुर्लाबाट हामी अब निस्क्यौँ लोमानथाङको लागि फोटो नि खिच्यो 12-13 हजारको सपिङ पनि गरियो यो 15 किने क्या तातो भयो यार अब सिधै लोमानथाङ गएर ब्याग प्याक हानेर हामी जान्छौँ अब सिधै मुक्तिनाथ अब यो सबै यो जुन बिजुलीको पोल देखेको छ नि सबै यो देखाउनको लागि मात्र होइन कि त्यहाँ असम बिजुली पुगेको छैन त्यहाँ दिल्ली भन्नुभयो यो 2 वर्ष अगाडि हेलिकप्टरमा आएर के अरे गृहमन्त्रीले उद्घाटन गरेको त्यहाँ इमिग्रेसन नेपालको 2 वर्ष भइसक्यो असम्म केही बनेको छैन अरे चाइनाले कन्टेनर पनि दिइसकेको छ त ठाउँ गर्नुको लागि तर असम्म केही गरेको छैनन् वास्तै गर्दैनन् यस्तो दुर्गम ठाउँमा के आएर गराइदिएला क्या दामी देखेको छ यार हामीलाई त्यहाँ तल पुग्न खोज्यो आम्मा केही बाइकको आवाज पनि केही सुन्ने छैन क्या हावाले त बाइक कति भ्या भयो केही थाहा पाएन मैले या यस्तो ठुलो यस्तो खतरा हावाला धन्न घाम लाएर हल्का त न्यानो भयो अघि भन्दा त अघि त बिहान पानी खाएर निस्केको थियौँ त्यही भएर नि होला लास्ट जाडो भएको थियो ल एक्जिट एन्ट्री भयो एक्जिट गर्दा पनि टिक लाउनु पर्ने रहेछ भयो हामी त अब कति 100-200 जना आइसक्यो यार होइन गुफातिर लागेछौँ त्यो मेन बाटोबाट लेफ्ट लिने रहेछ अगाडि गाडीहरू पनि गहन भनेपछि सही बाटो आइरहेछौँ हामी कति टाढा थाहा होइन दिदी गुफा यहीँबाट जाने हो ल हामी केभ आउने केभतिर आइयो त्यही हो क्या सायद दामी देख्यो त झ्यालहरू अब यो चाहिँ के हो भन्दाखेरि
राक्षसको आन्द्रा काटेर यहाँ रातो खुन भएको अरे अनि आन्द्रा यहाँ तल गाड्यो अरे अब त्यहाँ दाइले भन्नु थियो एउटा हो के होइन मलाई केही थाहा छैन त्यो भएर रातो छ अरे उता उता गुफा छ गुफातिर त गइएन त्यो गुफा त गइएन टाढै थियो त्यो रातोवाला ऊ हेरेर आइयो त्यो च्याङ्ग्रा हो क्या है सायद च्याङ्ग्रा हो यो ल है ओह्रालो त खालि के हुनु पछाडिको ब्रेक हान्ने ठुलो ढुङ्गामा नजा गएन कुकुरले कुदिरहेको क्या हामीलाई ओए 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 मा कसम हत कट्यो गाह्रो पार्ट कट्यो रोक्नु पर्यो हामी अब होटलमा नास्ता खाइरहौँ अनि अब नास्ता खाएपछि सामान प्याक हाल्नु छ हामी हिँड्छौँ यहाँबाट के साह्रो हो हात हिजो नि यही बाटै आएको है तर क्या राम्रो देखेछ अहिले त 3.5 घन्टा भयो बाइक चलाएको खाना नि खाएन क्या दामी भ्यू पिच रोड कस्तो हुन्छ बिर्सिसक्यौँ यार अगाडि पिच रोड हो क्या ओहो ल एक दिनपछि पिच रोडमा कस्तो हुन्छ खै आहा कति आनन्द हो यार यस्तो पो हुनुपर्छ बाटो आनन्दले सरर यस्तो पो रमाइलो यार ढाड दुखेछ के दुखेछ यो हातै यो दुखिसक्यो क्या क्या दामी टर्निङ यार तेरो मासु खाँदै मैले अस्ति ओए साला ए यहाँ यो बल्ल मुक्ति नजाने र नजाने बाटो यो होटलमा आएँ रुम प्याक रहेछ सबै अनि अरूतिर हेरौँ 6000 कति कति भन्यो अब फेरि अघि आएको बाटो मुक्तिनाथ जान पर्यो उयो गएर बस्ने अनि वहाँ गएर बसेपछि बिहान त्यहीँ दर्शन गरिहालिन्छ बिहानै उठेर अनि 8 बजीतिर फर्किन्छ 9 बजीतिर यहाँ आइन्छ दुम्बाले घुमिन्छ 1 घन्टा 10 बजी हिँड्यो भने त हामी त भोलि 5 बजीसम्म त पोखरा पुग्यो भने त इनफ हुन्छ नि त अघि माथि जो गर्नुपर्ने रहेछ अब केटा अगाडि कुदाए फेरि जानु पर्यो के गर्ने के होइन बाटो राम्रो हो बल्ल मुक्तिनाथ आइयो अब होटल खोजेपछि आज यहीँ बसिन्छ कुन होटल हो यार पानी रहेछ त यार
जाइएन त यार बार रे ल मन्दिरको अगाडि बार होइन सिँढीमा लाने भयो क्या यार यसरी या सिँढीकै तल आइएछ